हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज पनि लिएर आएको छु मैले सानो भिडियो। हामी चाहिँ आज जाँदैछौँ बर्थडे पार्टीको लागि। हाम्रो कम्पनीको 4 जनाको बर्थडे पार्टी छ आज। लोटो काटियो, चिट्ठा कोरियाको 1 नम्बर चिट्ठा पर्दाखेरि भोलि नेपाल टाप हान्नुपर्छ। त्यो फारन भन्ने बजारमा चाहिँ अधिकांश धेरै जस्तो विदेशी नै हुन्छन् क्या। यस नेपालीदेखि लिएर नेपाली पनि अत्याधिक हुन्छन्। यता छ नरिवलदेखि लिएर माटो खाई माटोहरू हो। यता त्यहाँ चाहिँ खसीको मासु पाइन्छ। त्यहाँ हो त्यहाँ भिडभाड छ। आज बिदाको दिन भएर सानो लौकादेखि लिएर तपाईँको घिरम्ला भिन्डी साह्रै घिरम्लो भन्छौँ हाम्रो चाहिँ। यो भुइँकटर बोडी रायो साग फर्सीको मुन्टा करेला भिन्डी डल्ले भिन्डी होला सक्खर सबै पाइन्छ। त भोक लागेको केही खाजासाजा खानु पर्यो अनि बर्थडे पार्टीमा जाने। साथीहरू नाइट ड्युटी दाइहरू साथीहरू नाइट ड्युटी गरेर सुतेर उठेर बल्ल आउने। हामी चाहिँ अघि चाँडै निस्क्यौँ। भोक लाग्यो। अब मकै किनेर खाएको 2 जनाले। यो चाहिँ मसाजी ढाड कम्मर दुख्यो भने मसाज गर्नु पाइन्छ यहाँ चाहिँ। समझ रहे हो आप समझ रहे हो। नेपाली दाइहरू है यहाँ चाहिँ सबै जम्मा भइसक्नु भएको। 4-5 जना आउँदै हुनुहुन्छ। यहाँ चाहिँ हामी रेस्टुरेन्ट धेरै भएर कहाँ जाने भयो हामी केटाहरू यहाँ छलफल गरिरहन्। कहिले यहाँ जाने कहिले त्यहाँ जाने भने अब कहाँ जाने भन्ने फिक्स चाहिँ भएको छैन है। हामी चाहिँ अब फाइनल्ली हामी चाहिँ अब डाँफे रेस्टुरेन्ट जाने भयो, हिमालयन डाँफे। अब हामी त्यहीँ गएर म भिडियो गराउँछु। भिडियो हेर्दै गर्नु होला। बर्थडे भाइ कस्तो लागिरहेको थियो दाइ? गुड गुड। यो चाहिँ प्याक रहेछ। अब भर्याङबाट जाँदैछौँ हामी चाहिँ। बर्थडेको तयारी सुरु छ। केक काट्नलाई 4 जना दाइहरू आजको बर्थडे बोयहरू है हुँदैछ। यहाँ तयारी हुँदैछ। ल दाइ ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू मेरो भाइ। ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। ल दाइ दाइ ह्याप्पी बर्थडे थ्याङ्क यू मेरो भाइ। ल सुभाष दाइ ह्याप्पी बर्थडे। थ्याङ्क यू सो मच मेरो भाइ। सबैजनालाई एकमुष्ट रूपमा ह्याप्पी बर्थडे टु यु है। यो चाहिँ मोमो है मोमो देखाएको चाहिँ होइन खानु चाउमिन है यो चाहिँ। तिमी जुरेली जस्तै नाचन यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासना लोटो काटे ओछन्नै पारेको ओछन्नै पारेको मदनले बेको पार्टी बर्थडेमै टारेको माया जाल बुन्छु म। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। हाम्रो चाहिँ लगभग बर्थडे पार्टी सकिएको छ। अब हामी रुमतिर जान्छौँ। रुमतिर गएर अब सुत्नुपर्छ। राति पनि भइसक्यो। हामी चाहिँ फारन बजारमा छौँ। हस् थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद भिडियो अन्तिमसम्म हेर्नुभएकोमा। बाई बाई।